थाइल्यान्ड त जान मन लाग्छ तर कसरी जाने थाहा छैन कम अन लेट्स टक अबाउट इट सो फर्स्ट थिङ फर्स्ट तपाईँ स्काई स्क्यानर भन्ने एउटा एप छ त्यो डाउनलोड गर्नुहोस् त्यसमा आफ्नो टिकट कम्पेयर गर्नुहोस् टिकट कम्पेयर गरिसकेपछि कुन एयरलाइनको त्यसको नेपालमा अफिसियल ट्राभल खोज्नुहोस् र सकेसम्म त्यहीँबाट टिकट इस्यु गर्नु होला अबको सेकेन्ड स्टेप भनेको तपाईँले होटल बुकिङ गर्नु पर्यो सो होटल बुकिङ गर्नको लागि बेस्ट एप भनेको अगोडा हो अगोडाबाट तपाईँले बेस्ट डिल्सहरू पाउनुहुन्छ ट्रस्ट मी त्यति गरिसकेपछि अब तपाईँ एलिजिबल हुनुभयो ई भिजाको लागि अब ई भिजा अप्लाई गर्नको लागि टिकट्स र होटल बुकिङ चाहिन्छ नै सो अब ई भिजाको फर्स्ट स्टेप भनेको तपाईँले घरमै बसेर ई भिजा फर्म भर्नुपर्ने हुन्छ ई भिजा फर्म भरेर तपाईँले सबमिट गरिसकेपछि तपाईँलाई 2 to 3 वर्किङ डेजमा एम्बेसीले इमेल पठाउँछ इमेल पठाइसकेपछि तपाईँले अब उनीहरूले सजेस्ट गरेको ब्याङ्कमा गएर उनीहरूको चार्जेस डिपोजिट गरिदिने हो र त्यो डिपोजिट स्लिप लिएर फिजिकली तपाईँ एम्बेसीमा गएर त्यो सबमिट गर्नुपर्छ त्यो सबमिट गरिसकेपछि तपाईँ अराउन्ड 2 to 3 वर्किङ डेजमा तपाईँले उहाँहरूबाट आफ्नो भिजा पाउनुहुन्छ केही गल्ती भएन भने एनिवेज त्यति भइसकेपछि अब तपाईँ लेट ब्याक रिल्याक्स भएर बस्ने हो अब भनेको तपाईँको काम भनेको फरेन एक्सचेन्ज हो जुन तपाईँले डिपार्चरको 3 दिन अगाडि गर्दा हुन्छ 3 दिन अगाडि तपाईँ कुनै पनि आफ्नो नजिकैको ब्याङ्कमा जानुहोस् र त्यहाँबाट तपाईँले क्यास र ट्राभल कार्ड त्यो दुईटा अप्सन हुन्छ तर सकेसम्म मेरो रेकमेन्डेसन भनेको क्यास लिएर जानुहोस् क्यास लिएर गयो भने सजिलो हुन्छ तपाईँलाई तर तपाईँलाई डर लाग्छ भने तपाईँले ट्राभल कार्ड पनि लिएर जाँदा हुन्छ सो यति गरिसकेपछि अब भनेको तपाईँको नेक्स्ट स्टेप भनेको तपाईँको डिपार्चरको 72 घन्टा अगाडि 72 आवर्स प्रायर तपाईँले एउटा अराइभल कार्ड भर्नुपर्ने हुन्छ अराइभल कार्ड भरेको एडभान्टेज भने चाहिँ तपाईँहरूको त्यहाँ पुग्दा तपाईँको ब्याङ्ककको इमिग्रेसनमा तपाईँलाई कुनै किसिमको क्वेसन एन्सर गर्दैन उनीहरूले आनन्दले तपाईँलाई रिलिज गरिदिन्छ र तपाईँले आनन्दले एक्जिट लिन सक्नुहुन्छ सो अराइभल कार्ड भरेर जानु होला तपाईँलाई धेरै सजिलो हुन्छ